हेलो नमस्ते। आज हामी आएको छ आर्टिफिसियल बिचमा। यता हाम्रो साथीहरू छ। जाउँ साथी उता जाउँ। हेलो एकछिन गेम हेर्ने कि भनेको गेम रोमाञ्चक हुँदैछ। गेम चाहिँ धेरै राम्रो छ होइन, हामीले नबुझे पनि हेर्दैछौँ हामी यहाँ। खो कबड्डी जस्तै हल्का डिफ्रेन्ट खो जे होस् जस्तो गेम भए पनि हामी यहाँ हेर्दैछौँ होइन। नेपालको अब हामीले खेल्छ नि कबड्डी गेम होइन, कबड्डी जस्तै रहेछ यहाँ चाहिँ, अलि अर्कै तरिकाले खेल्दो रहेछ होइन। अब हामी हेर्दैछौँ, अब कस्तो लाग्छ अब तपाईँहरूले पनि हेरिदिनु होला एकछिन भए पनि होइन। हामी एकछिन भए पनि म देखाउने छु तपाईँहरूलाई। यो के गेम हो भनिदिनु पऱ्यो। लौ न साथी हो, हामीलाई त केही पनि आएन हौ, केही पनि थाहा भएन हामीलाई त। यहाँ पुरा यिनीहरू चाहिँ आउट भएर यता बसेको रहेछ होइन। यो सेम कबड्डी जस्तै हो तर अलि फरक रहेछ, अलि फरक हो। कबड्डी र यसमा अलि फरक हुँदो रहेछ। यो पनि त्यत्तिकै गयो नछेकन। अनि राजा भनिदेऊ गेम कस्तो लागिरहेको राजा? रमाइलो भइरहेको नि होइन। यो गेमको नाम चाहिँ खोखो रहेछ होइन। सेम कबड्डी जस्तै हुँदो रहेछ। अब नाम चाहिँ खोखो के हो अब त्यो तपाईँहरूले मिलाएर बुझिदिनु होला होइन। मलाई पनि हाम्रै पनि त्यति राम्रोसँग थाहा होइन। म चाहिँ फर्स्टचोटि आएको यो गेम हेर्नलाई। हेरौँ खोखो गेम होइन। सम्झि कस्तो ठिक छ? एकदम बेस्ट छ गेम। रमाइलो छ नि होइन। यिनीहरू चाहिँ आउट नहुँदो रहेछ के हो? यिनीहरूको पोइन्ट आउँछ नि त। ए कति आउट गर्यो त्यो पोइन्ट। यो लुते अम्पायर देखाउन एम्पायर देखाइदिउँ साथीहरूले। एकछिन है म पहिले यो देखाउँछु बाद मलाई पनि समाते होइन। एम्पायर हेर्ने हो साथी हो, यो चाहिँ एम्पायर हो है। यो हेर्नु त फु गर्दा नि ढल्ला जस्तो छ एम्पायर। यो जे यो गेम चाहिँ जताततै खेल्दो रहेछ। यता पनि खेलिरहेको छ, यता पनि खेलिरहेको छ होइन। यता चाहिँ फुटसाला छ, यता खेलिरहेको छ जेक्स साथीहरू। यिनीहरू चाहिँ ठ्याक्क नछुइकन बाहिर निस्कि यिनीहरूको फेरि चान्स आउनेछ होइन। पछि चान्स आउँछ।